हेलो युट्युब फ्यामिली, सन्चै आरामै हुनुहुन्छ होला। यो धेरै समयपछि भिडियो बनाउँदैछु आज है, तपाईँहरूलाई अपडेट दिनको लागि। तपाईँले यो एपमा काम गर्नुभएको थियो कि थिएन हैन? मसँग जोइन मैले योभन्दा अगाडि 1 महिनाभन्दा अगाडि नै भिडियो बनाएको थिएँ। फाइनली मैले योबाट विथड्र गरेको छु। त्यो पनि यहाँ देख्न सक्नुहुन्छ 55 दिनमा है। यहाँ हेर्न सक्नुहुन्छ $37 चाहिँ मैले विथड्र गरिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ यी 2026 13 तारिकमा 8 ठ्याक्कै मलाई चाहिँ 13 तारिकमा आज मलाई विथड्र दिएको छ हैन। यसमा चाहिँ विथड्र मेरो भइसकेको छ है त। $37 विथड्र भइसकेको छ। मैले चाहिँ दिनमा यसरी नै आएर चेक गर्थेँ यो एपमा हैन। यसरी अब 24 घण्टामा यसरी आएर स्पेन गर्थेँ। 2 चोटि स्पेन गर्न पाइन्थ्यो। यसरी देख्न सक्नुहुन्छ म यसरी स्पिन गर्थेँ हैन। स्पिन गर्दाखेरि चाहिँ मेरो यसरी आउँथ्यो। आज ठ्याक्कै 55 दिन भएछ हैन यो एप मैले युज गरेको। र म यहाँ यसरी आएर टिकट किन्थेँ। यहाँ देख्न सक्नुहुन्छ 8/13 मा जहिले यसको रिजल्ट आउँछ। 7वटा टिकट मैले किनेको छु है। 7वटा टिकट यहाँ तपाईँले अब फेरि म किन्छु यसरी 3टा ल 4वटा है त। यसरी 4वटा 400 यो डायमन्डको मैले टिकट किने है त। म गेम खेल्दिनँ किनभने गेम खेलेर यसमा टाइम लस्ट हुन्छ नि त। हामीले गेम किन खेल्ने? गेम खेल्नलाई यहाँ 2टा छ। यसले चाहिँ तपाईँको यो डायमन्ड बढ्छ। तर यहाँ आएर गेम खेल्दा त हामीसँग टाइम हुँदैन हैन। त्यो भएर चाहिँ मैले गेम चाहिँ खेल्दिनँ थिएँ। म कहिलेकाहीँ मात्रै गेम खेल्थेँ। अनि गेम खेल्न मन लागेको बेलामा, नत्र भने यसरी नै म 2 चोटि दिनमा 2 चोटि आएर स्पिन गर्थेँ। यहाँ दिनमा 2 चोटि पाइन्छ। अनि यसरी अहिले भरे रिजल्ट आउँछ यसको है त। 8/13 मा रिजल्ट आउँछ। र अब यसको विथड्र चाहिँ केमा भयो त भन्ने कुरा चाहिँ अब म तपाईँहरूलाई देखाउँछु है त। यसको विथड्र चाहिँ तपाईँले प्ले स्टोरमा सर्च गर्नुभयो भने प्ले स्टोरमा तपाईँले यो एप सर्च गर्नुपर्छ है। यो सोलिटेयर वालेट भन्ने छ के। यो सोल्फियर चाहिँ रहेछ। सोल्फियर भन्ने वालेट तपाईँले यो वालेट चाहिँ तपाईँले इन्स्टल गर्नुपर्छ है। यो इन्स्टल गरिसकेपछि तपाईँले यसलाई अब ओपन गर्ने है। ओपन गर्नुभयो भने तपाईँको कस्तो आउँछ भने ओपन गर्नेलाई यसको अकाउन्ट बनाउनको लागि चाहिँ तपाईँले एउटा पासवर्ड राखिदिने 1 2 3। अब तपाईँ आफ्नो पासवर्ड राख्नु हैन। अनि पासवर्ड राखेर तपाईँ यस्तो इन्टरफेसमा आइपुग्नुहुन्छ। अनि यहाँ आइसकेपछि तपाईँले देख्न सक्नुहुन्छ अहिले यहाँ हेर्न सक्नुहुन्छ है मलाई चाहिँ 37.53 चाहिँ यहाँ आइसकेको छ है त डलर। यति तपाईँले देख्न सक्नुहुन्छ। अब योबाट मैले ई सेवामा सजिलै ल्याउन सक्छु है त। यहाँबाट हामीले ई सेवामा सजिलै ल्याउन सकिन्छ। योबाट ई सेवामा ल्याउन कुनै पनि समस्या हुँदैन, सजिलो छ है योबाट ल्याउनलाई। यसरी तपाईँले अब गर्नुभएको छ कि छैन, जोइन हुनुभएको थियो कि थिएन, जोइन हुनुभएछ भने मजाले गर्नु होला है त। अब यसको बाँकी अझै तपाईँलाई पुरै डिटेल चाहिन्छ भने अझै यसको भिडियोहरू चाहिँ म लिएर अर्को भिडियोमा लिएर आउने नै छु हैन। त्यसको लागि चाहिँ तपाईँले अपडेट रहनु होला है त। अब यो जुल्डी एपमा हेर्नु त मैले 55 दिन लगाएँ कि यसमा। तर मैले दिनमा त्यही 5 मिनट पनि टाइम दिदिनँ थिएँ किनभने यसमा चाहिँ डेली लगइन गर्ने हैन। यसरी लगइन गरेर स्पेन गरिदिने अनि बेलुका रिजल्ट हेर्ने। रिजल्ट हुँदाखेरि अब के भयो हैन त्यो थाहा हुन्थ्यो। यसरी चाहिँ तपाईँले गर्न सक्नुहुन्छ है त। यसरी अहिले मेरो नेट स्लो भएर यस्तो भइरहेछ। तपाईँले यसरी गर्न सक्नुहुन्छ। 56 दिन देखायो हैन। 87 लेभल पुगेको छु। र मेरो रेफरबाट है मैले रेफरबाट धेरै नै कमाएको छैन कि। रेफरबाट जम्मै मैले $9 यहाँ देख्न सक्नुहुन्छ। $9 पनि 83 मात्रै कमाएको छु कि। त्यहाँभन्दा बढी कमाएको छैन। अरू सबै मैले मेहनतै गरेको हो कि यसमा। मैले मेहनतै गरेको। अहिले मेरो रेफरमा अब कतिजना इनएक्टिभ हुनुहुन्छ, कतिजना चाहिँ एक्टिभ भएर नै काम गरिराख्नु भएको छ। यसमा चाहिँ तपाईँको साइनअप गर्दाखेरि $10 दिन्छ। अनि त्यसपछि चाहिँ तपाईँले लेभल बढाउने। लेभल बढाउँदा नि मेरो ठ्याक्कै 13 यताबाट भयो। मैले $13 यता पुऱ्याएको थिएँ। अनि रेफरमा चाहिँ तपाईँले $9 देख्न सक्नुहुन्छ है। अनि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ
29जना 29.85 पुर्याउनु भएको छ एकजना रेफर होइन। अब उहाँको नाम त के हो थाहा छैन, तर धेर जस्तो यहाँ इनएक्टिभ हुनुहुन्छ क्या। यहाँ इनएक्टिभ होइन, 28मा पुगेर पनि इनएक्टिभ हुनुहुन्छ होइन। अनि इन्कम्प्लिट अब कोहीले चाहिँ यसरी आइडी नै बनाउन नजानेर पनि जस्तै फोन नम्बर होइन इमेल राख्न नजानेर पनि यस्तो भएको छ। र तपाईँले यसमा आइडी बनाउनु भयो भने चाहिँ तपाईँले आफ्नै नाम राख्नु होला। पछि तपाईँले यसमा विथड्र गर्दाखेरि चाहिँ तपाईँलाई एउटा तपाईँको केही कार्डहरू माग्छ, तपाईँको नागरिकता अथवा पासपोर्ट के छ त्यो माग्छ। अनि त्यो मागिसकेपछि तपाईँको नाम मिल्नुपर्छ। यदि नाम मिलेन भने तपाईँको विथड्र चाहिँ होल्डमा राखिदिने पनि हुन्छ। त्यही भएर तपाईँको अहिले नै तपाईँले चाहिँ यसको इमेलमा गएर होइन सपोर्ट टिममा तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ सपोर्ट भनेर देखाएर चाहिँ यो सपोर्टमा गएर तपाईँले मेल पनि गर्न सक्नुहुन्छ। मेलमा चाहिँ तपाईँले के भन्न सक्नुहुन्छ भने यिनीहरूको छिटो आउँछ कि रिप्लाई चाहिँ छिटो आउँछ। मेलमा गएर चाहिँ तपाईँले मेरो यो जुली एपमा भएको मेरो नामहरू चाहिँ चेक गरिदिनुहोस् सही छ कि छैन भनेर तपाईँले आफ्नो नागरिकता अथवा केही पठाइदिएर चाहिँ तपाईँले चेक गर्न लगाउन सक्नुहुन्छ। यसमा चाहिँ जन्ममिति र तपाईँको नाम चाहिँ मिल्नुपर्छ अनि तपाईँको विथड्र चाहिँ तपाईँलाई दिइहाल्छ होइन। $37 यसरी चाहिँ भएको छ। तपाईँहरू कतिको काम गर्नु हुँदैछ राम्रोसँग गर्नु होला है त।